वेलकम टु टेक फर इनसाइट। आजको भिडियोमा हामीले हवाई राउटर प्रयोग गरिएको वाइफाई को नाम कसरी हाइड गर्ने भनेर सिक्नेछौँ। यदि तपाईको घर अथवा अफिसमा भएको वाइफाईमा हवाई राउटर प्रयोग गरिएको छ र तपाईले आफ्नो वाइफाई हाइड गर्न चाहनुहुन्छ अथवा जनरल स्क्यान गरेर अरूले नभेट्ने बनाउन चाहनुहुन्छ भने यो भिडियो तपाईकै लागि हो। भिडियो अन्तिमसम्म हेर्नु होला। SSID हाइड गर्नु भनेको तपाईको वाइफाई नेम अन्य डिभाइसहरुको लिस्टमा नदेखिनु हो। जसरी तपाईले वाइफाई स्क्यान गर्नुहुन्छ र नजिकका सबै वाइफाईका नामहरु देखाउँछन्, तर यदि वाइफाई को SSID अथवा नाम हाइड गरियो भने त्यो लिस्टमा तपाईको वाइफाई को नाम पनि देखाउँदैन। अब हामीले स्टेप बाइ स्टेप रूपमा सिकौं कसरी आफ्नो हवाई राउटर भएको वाइफाई को नाम चेन्ज गर्न सकिन्छ भनेर। यसको लागि तपाईको फोन अथवा ल्यापटपमा भएको कुनै पनि एउटा ब्राउजर खोल्नु होला। मसँग फायरफक्स ब्राउजर छ। यदि हजुरहरुसँग फायरफक्स छैन भने गुगल क्रोम, ब्रेव, ओपेरा मिनी, सफारी जुनसुकै ब्राउजर खोल्न सक्नुहुनेछ। ब्राउजर खोलिसकेपछि ब्राउजरको सर्च बारमा गएर राउटरको IP एड्रेस इन्टर गर्नु होला। हवाई राउटरको लागि डिफल्ट IP एड्रेस हुन्छ 192.168.1.1। यसरी डिफल्ट IP टाइप गरिसकेपछि इन्टर गर्नु होला। इन्टर गरिसकेपछि हवाई राउटरको लगइन पेज खुल्छ। यसमा तपाईले इन्टर गर्न सक्नुहुनेछ युजर नेमको ठाउँमा EP युजर र पासवर्डको ठाउँमा युजर EP टाइप गरिसकेपछि लगइनमा क्लिक गर्नु होला। लगइनमा क्लिक गरिसकेपछि एडभान्स अप्सनमा क्लिक गर्नु होला। यसपछि WLAN मा क्लिक गर्नु होला। WLAN मा क्लिक गरिसकेपछि आफ्नो वाइफाई को बेसिक सेटिङ कन्फिगरेसन देख्न सक्नुहुनेछ। र यहाँ SSID नेम लेखेको छ। SSID नेम भनेको वाइफाई को नाम हो र तल देख्न सक्नुहुनेछ ब्रोडकास्ट SSID भनेर लेखेको छ र यसमा टिक लगाएको छ। यसको अर्थ वाइफाई हिडन छैन। तर यदि हामीले यो टिकलाई हटायौं भने अब यो वाइफाई अटोमेटिकली हाइड हुन्छ। वाइफाईलाई हाइड गर्नको लागि यहाँ भएको टिकलाई हटाउनु होला र तल रहेको एप्लाई बटनमा क्लिक गर्नु होला। यसरी एप्लाईमा क्लिक गरिसकेपछि अब हजुरहरुको वाइफाई अरूको कुनै पनि डिभाइसमा देखाउने छैन। यदि कसैकोमा तपाईको वाइफाई पहिले नै कनेक्टेड छ भने त्यो डिभाइसमा मात्रै देखाउँछ र जुनसुकै डिभाइसमा पनि पहिला वाइफाई कनेक्टेड भएको छैन भने त्यो डिभाइसमा वाइफाई सेटिङ खोलेर वाइफाई स्क्यान गर्दा हजुरको वाइफाई को नाम देखाउँदैन। आजको भिडियो यहाँहरुलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट बक्समा लेख्न नबिर्सनु होला र टेक्नोलोजी सँग रेगुलर अपडेट हुनको लागि टेक फर इनसाइट च्यानललाई सब्स्क्राइब गर्नु होला।